2082 साल वैशाख महिना 9 गतेमा गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयको पदबाट राजीनामा दिए। यो विवाद मुख्यतया उनका सम्पत्ति, सेयर तथा व्यापारिक सम्बन्ध कारोबारका विषयमा उठेको प्रश्न, टिप्पणी र विवादबाट सुरु भएको हो। किन राजीनामा दिए? गुरुङले आफूमाथि लागेको आरोप, विशेष गरी सेयर र लगानी सम्बन्धी विवादमाथि निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन्। उनले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको, पदमा रहँदा स्वार्थको द्वन्द्व, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् भन्ने भावना राखेका हुन्। उनीमाथि लगानी र व्यापार सम्बन्धी विवाद जस्तै विवाद स्पष्ट व्यावसायिक दीपक भट्ट लगायतका समूहसँग जोडिएको आरोप प्रतिपक्षी दलहरूले उठाएपछि चौतर्फी आलोचना बढेको र यसले नै राजनीतिक नैतिक दबाव बढाएको बताएका छन्। गुरुङले मन्त्रालयको इज्जतका लागि र पदभन्दा नैतिकता ठूलो छ भन्ने भावना व्यक्त गर्दै तत्काल प्रभावबाट गृहमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। विवादको संक्षिप्त रूप छोटकरीमा भन्ने हो भने पदमा रहँदा निजी व्यापार लगानी सम्बन्धी विवाद उफ्रिएपछि सार्वजनिक दबाव र नैतिक जिम्मेवारी बढ्यो, जसलाई निष्पक्ष छानबिन गर्न सजिलो बनाउन र आफूमाथि लागेको आरोप स्वच्छ जाँच अन्तर्गत ल्याउन उद्देश्य उनको राजनीतिमा ल्याएका हुन्।